किलो हेर्दिन अब तेरो बिस आउँछ नि हेर्न अनि तेरो बर्थडे आउँदा तँ पनि हुन पाएको अरे ल उठ्नु मम्मी म कहाँ बस्छौँ या तीनजना कहाँ हुन्छ मम्मी पछाडि फेरि यहाँ आउरेको गेमको रुल्स के हो भन्दा न मम्मी अघि नि भनेको जस्तै म तपाईँ केही क्वेसन सोध्छु बुझिदिनुहोस् के खाने हो त खै खानी होइन गो जस्तै मैले एउटा क्वेसन सोध्छु तपाईँलाई जो त्यही हो जस्तो लाग्छ त्यसैलाई पानीमा चोपिदिने है ल मैले क्वेसन सोध्छु 31वटा रहेछन् कतिवटा त भाइले थपिदिएको है 4-5वटा भाइले थपिदिएको सानोमा कसले धेरै चकचक गर्थ्यो म चकचक गर्थेँ कि मम्मी अब चक्कर गरेर त हात काटेको पत्थर कसैको उ गरिदिने म त यो पर्छ भने सानोमा को धेरै रुन्थ्यो यसलाई पुरै चोपिदिनु यो यति रुन्थ्यो कि मम्मीले एकछिन ट्यापमा टिपेर फाल्दिनु हो बा उस्ता ढिकातिर ल अर्को सानोमा को धेरै रिसाउँथ्यो चोपी क्या उठ्दा केही पनि न खाना कसलाई धेरै मिठो चाहिन्थ्यो मेरो हालत मेकअप जतिको पकाइदियो बल्ल पकाइदियो मेकअप होइन सनस्क्रिम हो कसले धेरै पैसा माग्थ्यो पैसा माग्ने त पाउनको लागि खोइ अहिले धेरै कसले माग्थ्यो खासै त कसैले पनि मागेर पनि त्यही नि यति पानीमा डुब्नु नि अहिले ठुलो भएपछि को धेरै रिसाउँछ म त यो तपाईँ एउटा कुरो भन्ने को धेरै खर्चालु छ को धेरै छुछ कला गरौँ गरौँ है एउटा ल यो क्वेसन थिएन चोराल्नको लागि ल खर्चालु भएपछि छुच यही हुनै पर्यो 32वटा गरेको क्वेसन खाना कसले धेरै मिठो पकाउँछ अहिले खाना कि छैन क्या नानी पकाएर ल ठिक छ अर्को पढाइ कसको राम्रो छ पहिला थियो अहिले पनि छ होला कसको छ कसले धेरै तपाईँलाई कसले धेरै माया गर्छ र त्यसमा त थाहै एउटा रोज्नुको लागि कसले गर्छ म जला रोज्नु त केही त्यसमा त सबै बराबर गर्छ होइन त्यही अलि कसले गर्छ जस्तो लाग्छ यसको अर्को नै आउँदैछ मम्मीलाई मम्मीले त अब यसले माया गर्नु रहेछ बुवालाई कसले धेरै माया गर्छ यो नि राखै गरे के हो त्यो त सबै क्वेसन मैले गराएको यस्तो फेरि मैले भन्छु है मम्मी तपाईँले मैले माया नगर्ने होइन न माया गर्छु बुवाको धेरै माया किन लाग्छ भने न अब बुवा धेरै टाढा हुनुहुन्छ त्यसपछि अब बुढेसकालसम्म नि कमाउन जान पर्यो देख्दा पनि टिट लाग्दो लाग्छ त्यही भएर अब फोहोर पानी कि सफा पानी त तेरो धाराबाट आएको पानी हो अब त तल थाहा छ ल त्यही भएर माया गर्ने माया चाहिँ मलाई तपाईँको नलाग्ने होइन लाग्छ बुवाको अलिक धेरै लाग्छ ल बुझ्नु मम्मीसँग कसका धेरै कुरा मिल्छ तपाईँसित कसका धेरै कुरा मिल्छ त बुवासित कसको मिल्छ बुवासित कसको धेरै कुरा मिल्छ को अल्छी छ यही हो काम गर्नमा
अलिअलि खाँचीको डुबो याद आयो क्या घाँस काट्न गयो नि ओलेङ्गो टोलेङ्गो त्यही भएर को धेरै घुसघुसे छ त छिस त मम्मीलाई लाग्ने को छ ल तै छिस खाइएल त तँ मानिने एक गुडी खाइकिन फु गरेको एक दिनमा एकचोटि जाना त कसले मनमा कुरा राख्न सक्दैन सके मैले मम्मीलाई प्र्याङ्क गर्ने भनेको नि भनिउँदियो कोही भने भनिदिस् कि नै मम्मी थाहै थिएन तपाईँलाई थाहा रहन्छ यो छे मनमा कुरा नराख्नु एउटा कुरा नि यसले झुट बोल्न भनेर बोली होइन यस्तै बिमलाले यसलाई भन्छ मनमा कुरा नराख्ने तपाईँलाई थाहा नभएर ल कसले छिटो तपाईँको दुध खान छोडेको सानामा 3 महिनाबाट नि म त थाहा थियो त्यो त यो युनिभर्सल ट्रुथ जस्तो भयो यो त अर्को के छ क्वेसन कहाँ आयो भने थाहा छैन लडाकु को थियो ल तै थिस लडाकु को थियो भने तै थिस अमृता यो पनि युनिभर्सल ट्रुथ जस्तो भयो न छिले त स्यान पनि यसो गरिदिए मैले 10 वर्षदेखिको स्यान निस्किन के सम्झिन्थेँ भन्दा सम्झिन्छ अन्त यिनीहरूको उ गर्दा न सार्दा र यो नि बिचमा बिम लाएर गदम र गुदुम खाएको सम्झिन्छु सोझो को छ सोझो त यही त भन्नु सोझो त त्यही हो त्यो त मम्मीलाई थाहा नि त म छु कि नै भन्ने त छैन लड्ने बेला जान्थेँ नि त्यही भएर मम्मीलाई सबैभन्दा कसको धेरै माया लाग्छ ला हामी ड्युटीमा माया त सबैको लाग्छ ड्युटीलाई एकचोटि काटिदिनु उ गर्ने नत्र एउटा काटिदिनु ड्युटीको चाहिँ लाग्छ एउटले किन काटिदिउँ माया त सबैको लाग्छ ल ठिकै हो म त एउटा रोज हुन्छ कि जस्तो लाग्छ यस्तो बिहान कहाँ यो होइन यो त नराखौँ कि हो नि त भन्यो त्यही ल राखौँ न अन्त अर्को बिरामी को धेरै हुन्छ तर खै खासै भयो होइन कोही साना त तँ भइदिस् हो यो कासेर रोएर होलपुट कहिले हस्पिटल पुऱ्याउनु गरेको जात्रै ठुलो हस्पिटल फेरि त्यही त बरु म आएको थिएँ 2 कक्षा पढ्दा कुखुरा बोले बगडा खन्न बिगा साना नि नक्कली को धेरै खा तै छेस नक्कली तै छेस यो त युनिभर्सल ट्रुथै भयो त म नक्कली छु भन्ने ल ठिकै छ माने मैले कसले कसले धेरै खान्छ तर ल फेरि मान्छे ए म त मलाई भनेर यसो गर्ने लागिसक्यो यसले चुपुर चुपुर खान्थे हो धेरै भन्दा पनि चुपुर चुपुर खान्थे कहिले 7 बजी गरेर राख्छेस् त्यही भएर 7 बजी मतलब खान्नेस् राख्छेस् ठुलो भएपछि को धेरै रुन्छ रुन्चे को छ अहिले तँ हेस् त मम्मी हो अमृता वहाँ गरिहाल्ने आफू अब तँ छेस् त यो क्वेसन बनाएर भाइले के भन्छ बिमलाई आफर मजा हुन्छ अन्त तर मैले बिमलाई जस्तो भनिदिन्छु भने होइन तर होइन म त्यस्तो भन्न खोजेको होइन 3 जना भए पर मजा हुन्छ अरे भिडियो बिग्रियो भाइ बाठो को छ धेरै बाठो तै छे है त मम्मीले सोधेको मम्मीलाई अब के सोधेको मैले बाठो बाठो को छ यही छ यस्तो लाग्छ मलाई सेत पनि यो फार्म गर्छ नि त अलि घुस त्यही भएर ल ठिक छ क्वेसन भइए केही सोधेर हुन्छ जस्तो छ अरू केही छैन